सम्पूर्णमा नमस्कार। अहिले हामी समुद्री सतहदेखि झन्डै 4800 मिटरमा रहेको नेपालको एउटा प्रसिद्ध ताल गोक्योमा आइरहेका छौँ। यो हिमालले चारैतिर घेरेको ठाउँमा यो ताल अवस्थित छ। माथिपट्टि चोयो हिमाल छ, तलपट्टि सगरमाथा हिमाल छ र यो 4800 मिटरको उचाइमा रहेको यो ताल आउनको लागि तपाईहरू काठमाडौँदेखि प्लेनमा आउन सक्नुहुन्छ। नाम्चे हुँदै तपाईको यात्रा तय हुन्छ र नाम्चेबाट तपाईँ अलिकति छिटो हिँड्नुहुन्छ भने एकै दिनमा गोक्यो आउन सक्नुहुन्छ। तर त्यसरी आउँदाखेरि हाई अल्टिट्युडको समस्या हुने हुँदा तपाईहरू एक दिन बिचतिर, जस्तै उदाहरणको लागि हामी डोले भन्ने ठाउँमा आएर बस्यौँ र त्यहाँबाट अर्को दिन चाहिँ हामी यो गोक्यो भन्ने ठाउँमा 5 घन्टा हिँडेर आइपुगेका छौँ। र त्यो थालको पानी एकदमै शुद्ध पवित्र छ, कञ्चन छ, निश्चल छ र हिमाल अगाडि एउटा आँगन जस्तो देखिएर हरियाली भएर छाल जस्तै भएर एकदम सफापन भएर एकदमै स्निग्ध चट्टाहा भएर बसेको छ। सूर्यको प्रकाश यहीँ झरेको छ, हिमाल यहीँ देख्न सकिन्छ। त्यो बादलले हिमाललाई चुम्बन गर्दै आइरहेको छ र यो गोक्योमा जस्तो तपाईँलाई बस्नको लागि होटलहरूको राम्रो होटलहरूको व्यवस्था छ र यो यहीँ नजिकैबाट छोला पास जान सकिन्छ र यहीँबाट एभरेस्ट बेस क्याम्प पनि तपाईँ जान सक्नुहुन्छ। छोला पास हुँदै एक दिन दुई दिन गर्दै र माथि यो पुग्न सक्नुहुन्छ। र यो सुन्दर ठाउँ, पवित्र ठाउँ र यो चाहिँ सोलुखुम्बु जिल्लाको एउटा त्यो तालमा आउनुलाई यो तालसँग तालसँग माथि त्यहाँबाट 360 डिग्रीमा तालहरू देख्न सकिन्छ। पवित्र ठाउँमा तपाईँहरू पनि पाल्नुहोला। र यहाँ आउनको लागि तपाईँले लाग्ने समय भनेको नाम्चे बजारबाट 1.5 दिन, काठमाडौँबाट नाम्चे बजार आउन थप 1 दिन लाग्नेछ र त्यसरी जम्मी 2 दिनमा तपाईँ यहाँ आउन सक्नुहुन्छ छिटोमा। र ढिलोमा तपाईँ काठमाडौँबाट 1 दिनमा लुक्ला, दोस्रो दिन नाम्चे, तेस्रो दिन, चौथो दिन गरेर 4 दिनमा यहाँ आउन सक्नुहुन्छ। तपाईँको आफ्नो आवश्यकता अनुसार यहाँ आउनुहोला। यहाँको यो सौन्दर्यताको भरपुर मनोरञ्जन लिनुहोला। नेपाली तथा विदेशी पर्यटकलाई स्वागत गर्दै बिदा हुन चाहन्छु। नमस्कार।